हेलो एभ्रिवान, हेलो होइन। म चाहिँ अब तपाईँहरूलाई थाहा चाहिँ छ मेरो चाहिँ अब फोकस मेरो वेट लस जर्नी छ है। सानिल भाइले दामी चनाको आलु अनि टक्क लाएर सुप बनाएको रहेछ। सो मलाई खाना पनि बनाएर राखेको थियो भाइले। म अरू बेला जहिले खाना मजाले उ गरेर खाने मान्छे है, एकदम भनौँ न जहिले म खाना खाने मान्छे खाना भएको बेलामा। सो आज चाहिँ मैले चाहिँ खानालाई चाहिँ एभोइड गर्ने कोसिस गरेँ। सो खानाको सट्टा म यो दाल मात्र हल्का पिउँछु भन्ने मेरो चाहिँ योजना छ। एन्ड त्यसपछि म चाहिँ अन्डा पिउँछु। तपाईँहरूलाई अन्डा पनि देखाइदिइहालौँ न। सो अन्डा चाहिँ मैले बोइल गरेको छु है। सो गाइज एकदमै गाह्रो हुँदो रहेछ खानालाई भोइड गर्नलाई, जुन बानी थियो मेरो पहिला। सो म चाहिँ जबरजस्ती भए पनि खानालाई चाहिँ भोइड गरेर यो मात्र हल्का पिउने भन्ने प्लानमा छु। सो यो चाहिँ मेरो स्टार्टिङ जर्नी हो। सो प्लिज सपोर्ट गर्दै गर्नु होला। र मेरो ह्याबिट यो ठिक हो कि होइन त्यो पनि कमेन्ट गरिदिनु होला, फिटनेस इन्फ्लुएन्सरहरू, फिटनेस कोचहरूले स्पेसल्ली। सो थ्याङ्क यू सो मच। म चाहिँ मेरो फिटनेस जर्नीको हरेक कुराहरू पोस्ट गर्दैछु, तपाईँहरूले प्लिज करेक्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।